दाइ भइगयो नि त। अब के को भइगयो नि? कामकाज छैन, उहाँ त्यसै ढिला गरेर गफ चुटेर बसेका छन्। सगलमा बसेपछि यस्तो हुन्छ? सबैजना मिलेर काम गर्नु पर्दैन? यसरी कसरी चल्छ त आफै भन् त? भयो नि दाइ, बिहानसम्म त चन्द्र दाइ पनि काम गरि नै राख्नु भएको थियो। भाउजूलाई हामीले नै गरुङ्गो काम नलगाएकै हो क्यारे। त्यही पनि बिहानसम्म त घर धन्दा त गरि नै राख्नु भएको थियो त दाइ। को हामी सबले? को हामी सबले? कसैले नबोकेको बच्चा तेरे माइली भाउजूले मात्रै बोकेर रहेछ होइन? अरूले त पेटा बच्चा बोकेकै रहेनछ। हेर कान्छा, बच्चा नपाउन्जेलसम्म मजाले काम गर्न सकिन्छ। मान्छेमा बच्चा जन्मिने बित्तिकै घाँसको भारी माथि राखेर टुई टुई हिँडेको यही हाल दिएको छु। कसैले नबोकेको पेट तेरै माइली भाउजूले बोकेर रहेछ। दुनियाँ थरी कुरा गर्नु सट्टा काम गर्न सकिन्न। दाइ, चन्द्र दाइ र मुना भाउजूसँग केही भनाभन भयो? मैले त के नै भन्न सक्छु। सबै भन्नुपर्ने त तेरै माइली भाउजूले भनेकी थिए। म त खराब मान्छे। मेरो यहाँको सारा सम्पत्ति तिनीहरूले गरिदिएका छन्। उहाँ मेरो श्रीमती पनि उहाँ चाबा गाउँमा केही काम नगरी खुट्टा पसाएर खाएर बसिरहेको छ। तेरै माइली भाउजूको पेवाले त हो नि सबै घर चलेको। हाम्रो त के दुःख गरेकै छैनौँ नि। यो घाँसको भारी पनि त्यसै आएको हो नि त, लुकुर 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 हिँड्दै। म त सिटी बजाउँदै सुसेली बजाउँदै बसिरहेको। दाइ, सम्हाल्नु साथमा। यसरी प्रेसरमा आउनुभयो भने गाह्रो हुन्छ दाइ। हामी छौँ त दाइ। तपाईँ त हाम्रो दाइ, हाम्रो बा पछिको बा। तपाईँले त हामीलाई सम्झाइ बुझाइ गर्नुपर्ने होइन र दाइ? हामीबाट गल्ती भयो भने माफी दिनुपर्ने होइन र दाइ? ए मच्छर पनि के कुरा गरेको तैँले? जेठो बाटो हुँदैमा जे पनि सहन सकिन्छ? सानोले जे गर्दा पनि छुट। मैले गल्ती गर्दाखेरि चाहिँ ठुलो हुने, जानी जानी गरेको हुने, अनि तिमीले गल्ती गर्दाखेरि चाहिँ अन्जानमा गरेको हुने, अनि उल्टे मैले माफी दिनुपर्ने। झन् मैले माफी दिँदा चाहिँ उल्टे मै माथि खोट। तैँले मेरो ट्याङ्गाबाट पैसा निकाल्यो कि? तैँले त्यो पैसा निकाल्दाखेरि मैले तँलाई माफी दिएको हो कि? दिनुभयो दाइ। तपाईँले त अझ आवश्यक परे लैजा कान्छा पनि भन्नुभयो। अनि मैले चोरी दोष लगाएर तँलाई मैले पुलिस केस गरेँ, कोर्ट कचेरी गरेँ। दाइ, यस्तो कुरा त कहाँ भयो र? यहाँ कुरा त्यस्तै आयो त नि। त्यसरी सुन्ने मान्छेहरू मलाई पनि त मेरो जिम्मेवारीको बोध त होला नि। भलाइको त जमानै छैन। मैले मेरो कमाई तिमीलाई दिन भनेको छु। तिमीले उल्टै लिन्न भनेको होइन? लिन्न भने ठुलो पल्टेको त्यही चन्द्र होइन? त्यतिसम्म पनि भने होइन दाइ। अब तपाईँले अर्काको देशमा त्यसरी रगत पसिना बगाएर ल्याउनु भएको सम्पत्तिमा किन लोभ गर्नु भनेर हामी आफै पछि सरेको हौँ। ठिकै छ, भइहाल्यो दाइ। तपाईँ अहिले घरमा गएर हातखुट्टा धोएर आराम गर्नुहोस्। म यहाँ घाँसपात गरेर आउँछु। जानु दाइ। मेरो कुरा बुझ कान्छा। म कसैको कुबलो चिताउने मान्छे होइन। कोही पनि मसँग नबटारी हुन्छ।